सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले नेपालको विज्ञापन बजारलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले समग्र विज्ञापन चक्र सुधार गर्ने गरी काम गरिरहेको बताउनु भएको छ। राष्ट्रिय विज्ञापन सङ्घ नेपालका पदाधिकारीले आज सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हासँग गरेको भेटमा उहाँले विगतमा सरकारी विज्ञापन वितरणमा आर्थिक अनियमितता देखिएको विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो। अब सरकारी विज्ञापन वितरणमा त्यस्ता समस्या दोहोरिन नदिन विज्ञापन चक्रसँग जोडिएका सबै पक्षले आफ्नो जिम्मेवारी पारदर्शी र व्यावसायिक ढङ्गले निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले केही समय अघि मात्रै राष्ट्रिय विज्ञापन नीति जारी भएको उल्लेख गर्दै विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताउनुभयो। विज्ञापनदाता, विज्ञापन एजेन्सी, सञ्चार माध्यम नियामक निकाय तथा उपभोक्ता सहित विज्ञापन बजारसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका सबै पक्षको भूमिका महत्त्वपूर्ण हुने उहाँले उल्लेख गर्नुभयो। उहाँले पछिल्लो वर्षमा डिजिटल माध्यमको तीव्र विकाससँग विज्ञापन गर्दै शैली र विज्ञापनका उपभोक्ताको व्यवहारमा समेत ठूलो परिवर्तन आएको बताउनुभयो। विगतमा प्रयोग हुँदै आएका परम्परागत विज्ञापनका तरिका मात्रै पर्याप्त नहुने भन्दै उहाँले प्रविधिको विकास र बदलिँदो उपभोक्ताका व्यवहार अनुसार विज्ञापन बजारलाई नयाँ ढङ्गले अघि बढाउनु पर्नेमा जोड दिनुभयो। सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हाले नेपालको सञ्चार तथा विज्ञापन क्षेत्रले सार्वजनिक, प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक गरेको बताउनुभयो। विज्ञापन क्षेत्रको सरकारले सञ्चार माध्यमको आर्थिक आधार बलियो बनाउनुका साथै रोजगार सृजना र व्यवसाय प्रवर्धनमा समेत योगदान पुर्याउने भएकाले यसलाई अव्यवस्थित र मर्यादित बनाउनु पर्ने उहाँको भनाइ छ। भेटको क्रममा राष्ट्रिय विज्ञान सङ्घ नेपालको कोभिड-19 महामारीपछि नेपालको अर्थतन्त्रसँगै विज्ञापन व्यवसाय पनि प्रभावित भएको उल्लेख गर्दै विज्ञापन बजार र विज्ञापन एजेन्सीले भोगिरहेका समस्या तथा कानुन र नीतिगत विषयमा मन्त्रालयको ध्यान आकर्षण गरिएको थियो। विज्ञापन एजेन्सी सरकार, सञ्चार माध्यम, विज्ञापनदाता र उपभोक्ता बीचको महत्त्वपूर्ण सेतुका रूपमा काम गर्दै आएको उल्लेख गर्दै सङ्घले यस क्षेत्रले हजारौँ रोजगारी सिर्जना गर्नुका साथै व्यापक तथा व्यवसाय प्रवर्धनमा उल्लेखनीय योगदान गरेको जनाइएको छ। यस्तै ताजा समाचार र महत्त्वपूर्ण अपडेटहरूका लागि हाम्रो च्यानल शाह ज्ञानलाई अवश्य सब्स्क्राइब गरिदिनुहोला। आजको लागि यति नै, धन्यवाद।